बिहान उठ्यो हाम्रो हेयर स्टाइलिस्टहरु यता आउनु भएको छ ओके ओके लेट्स गो हाम्रो बहिनी चाहिँ मेरो आज क्यामेराम्यान के भन्छ रे क्यामेरा स्ट्यान्ड हुनु भएको छ खै टाढादेखि यत्रो केडी बोकेर हेर्नु परेछ मलाई चाहिँ अहिले बिहानको करिब 5 बजिसकेको छ हामीहरु कलेज जाँदै छौं हाम्रो फ्याकल्टीदेखि चाहिँ हाम्रो डान्स कम्पिटिसनको लागि हाम्रो साथीहरु कालो लगाउन जति साथीहरु हुनुहुन्छ सबजना रेडी भइसक्नु भयो हाम्रो फ्याकल्टी चाहिँ एसएएस सास स्कुल अफ आर्ट्स एन्ड साइन्स एन्ड त्यहाँ चाहिँ हाम्रो साथीहरु पनि हुनुहुन्छ अनि हाम्रो प्रोफेसरहरु यता पनि हुनुहुन्छ अनि सबै साथीहरु बिजी हुनुहुन्छ तैपनि म समय निकालौ हाम्रो चाहिँ मिस्टर सास हुनुहुन्छ उता चाहिँ जिंगालाला भइसकेको छ उसको बाहुबली अनि हाम्रो यता हाम्रो डान्सर साथीहरु पनि हुनुहुन्छ यता कपाल बनाउँदै अनि मेरो तारा साथी चाहिँ यता के छ तारा साथी ए इस्माइल खै त नि अनि यसमा पनि फेरि अझै त्यो प्रिन्टिङ मेसिनले चाहिँ काम नगरेर प्रिन्टिङ नभएर सानो पार्ट प्रिन्ट गरेर यसले चाहिँ एउटामा चिकाएर यसले फेरि काट्नु छ काम छ उता हाम्रो साथीहरु काट्दै हुनुहुन्छ अनि म चाहिँ समय निकालेर यता गर्दै छु सरहरु हेर्दै हुनुहुन्छ उता मेकअप चल्दै छ हाम्रो डान्स ग्रुपहरु त्यता हुनुहुन्छ हजुर यहाँ हाम्रो कार्यक्रममा धेरै राम्रो केटीहरु छन् हैन अन्तिम समय भिडियो हेर्नुला कुन चाहिँ केटी राम्रो लाग्यो सिङको लागि चुज गरेर तल कमेन्टमा राख्दिनु होला ल बुझ्नु भयो नि ल के रे हुन त एकजनाले कमेन्ट गर्नुहुन्छ होला तै पनि राम्रोसँग कमेन्ट गरिदिनु होला हाम्रो फुल भ्लगलाई चाहिँ मेरो पहिलो भ्लगलाई चाहिँ साथ सपोर्ट अनि माया दिनु होला हाम्रो उता प्यारी बहिनी काम गरिरहेछन् हाम्रो चाहिँ यता डान्स टिचर हुनुहुन्छ हाम्रो डान्स टिचर ब्रोजो अनि म चाहिँ यता यसरी बसिरहेको छु कालो कपडा लगाएर Welcome to Ati-Atihan 2025. As you can see, the dancers are preparing their costume for the upcoming parade that will be nag-vlog. Hello Suhing, if you're watching this, I'm vlogging. Hindi na ako sasama. Yeah, hello po. Say hi. Say hi po. Ay, hindi ako may napansin. Ayan, hi po. Kung kanino mang cellphone to. Hey, Suhing yan. Suhing! Suhing, I'm the one vlogging. I should have, ano. Ibaba mo yung ano. Ibaba mo yung ano. Yung baba mo yung Jadi kayak gitu. Of the Filipino girl. Filipino girl, say hi. Hi. Mabuhay. MJ is like an organizer here. She's trying to fix everyone that's not yet fixed. Ta-da! अब चाहिँ हामी रेडी भएर कलेजदेखि बाहिर जाँदैछौँ हैन हाम्रो साथीहरु चाहिँ अब हामीहरु चाहिँ हाम्रो लाइन बनिसकेको छ हामीहरु सबैजना सबै फिलिपिनो साथीहरु हुनुहुन्छ है अनि के say here hua
ओ अगाडि यस्तो छ यहाँ पुरा माहौल गरम भइसक्यो के बनाएको यो यता पनि हाम्रो साथीहरू हुनुहुन्छ हेलो हेलो ग्ल्याड हेलो केही नै हाम्रो उता मालदिवमा साथीहरू हुनुहुन्छ हाई बोला वेलकम टु माई गाइड हाम्रो रामी रामी नानीहरू हाम्रो नानी अब हामी कलेज नजिक आइसकेको छौँ प्यारेड सकिएपछि हामी भर्खरै हाम्रो कम्पिटिसन हुने ठाउँमा आइपुगेको छौँ अब हामीहरू भर्खरै प्यारेड सकिसकेपछि फेरि हामी आफ्नो डान्सको फाइनल प्र्याक्टिस गर्दैछौँ त्यसपछि हाम्रो पर्फर्मेन्स रहेको थियो 5th नम्बरमा सो हामीले चाहिँ अहिले हाम्रो प्र्याक्टिस गर्दैछौँ हाम्रो डान्सको लागि हाम्रो डान्स कम्पिटिसन हुनुभन्दा अगाडि फेरि हाम्रो यो मिस्टर एन्ड मिस EAC को लागि यो नेसनल कस्ट्युमको लागि कम्पिटिसन हुँदै थियो सो प्रत्येक स्कुलको आफ्नो आफ्नो रिप्रेजेन्टेटिभहरू हुनुहुन्थ्यो अब पालो हाम्रो डान्स पर्फर्मेन्सको थियो त्यसपछि अब हामी चाहिँ रेडी पोजिसनमा छौँ
रीति 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 यस्तै समातेर हिँड्नु परिरहेको छ। हामी त्यसै समातेर हिँड्नु परिरहेको छ। रीतिको कपडा मजाले हाम्रो साथीहरू हुनुहुन्छ। त्यो होस् रमाइलो भयो। हामी चाहिँ फाइनल्ली डान्स सकेर आयो। कहाँ जाने हो अगाडि? रीति पनि आइपुग्यो। रीति र भन्दा त के एक शब्द भिडियो हाल्छु म। एकदमै प्रिन्सेस जस्तो फिलिङ आइरहेछ। यो मेरो लाइफको फर्स्ट टाइम एक्सपिरियन्स हो। एकदमै रमाइलो लाग्यो, खुसी लाग्यो। धन्यवाद। What's his name? Tara. Danyaban Tara. Bad. Ha? Danyabad. Danyabad Tara. So different. यस्तै हो, सधैँ पायो भने खल्लो पनि हुन्छ। हुनेवाला बुढाले हेर्दै हुनुहुन्छ भने कृपया उहाँलाई एकदम राम्रोसँग ट्रिट गर्नु होला। अनि पानी चाहिँ बोकेर हिँडिरहेको छु म। ल अब म हाम्रो प्रो भ्लगरलाई हस्तान्तरण गर्दैछु। हेलो एन्ड नमस्ते गाइस। हेलो हेलो हेलो। सो आजको यो तालाकासन होइन, तालाकासन भन्दा पनि हाम्रो कलेजको 15 टु फाउन्डेसन एनिभर्सरी मनाउनको लागि प्रोग्रामहरू धेरै थियो। हामी चाहिँ पार्टिसिपेट भएर पनि लगभग सकिसक्यो कार्यक्रम। तर फेरि चाहिँ जस रमाइलो भयो, नयाँ एक्सपिरियन्स भयो। यहाँको कल्चरल डान्स नाच्न पाइयो। नेपालमा आफ्नो समुदायको कल्चरल डान्स हुन्छ, त्यस्तै यहाँ पनि कल्चरल डान्समा सहभागी हुन पाइयो। एकदम खुसी लाग्यो है। यही जिम बिल्डिङमै हाम्रो केही सामानहरू छुट्यायो हामीले लिन जाँदैछौँ। त्यसपछि अब एक हप्ताको थकाइ, अब रुम गएर रेस्ट गर्ने हो। अनि भोलि चाहिँ हाम्रो टेस्ट छ, टेस्ट एक्जाम। यिनीहरू चाहिँ बवाल परेछ गाइस, म मात्रै होला सँगै। ल साथीहरू, अब चाहिँ म भ्लगको एन्डिङमा आइसकेको छु। लिटरली भन्नु पर्दाखेरि अब चाहिँ मलाई ममा कुनै इनर्जी छैन। सधैँ जस्तो एकदम प्रोग्राम चाहिँ एकदम रमाइलो भयो। सायद यो हाम्रो डान्स नै हुन्छ होला। Okay, how are you? ¿Cómo está? Very good. And also your performance. They did very well with their performance. Namaste. 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 Bye. Bye. भर्खरै मेरो साथीहरू भेट भयो। अनि हामी बस्ने नजिकैको पाको पार्कमा चाहिँ अहिले म छु। म चाहिँ अब मेरो यो भिडियोको चाहिँ अन्त्य गर्न जाँदैछु। बाई बाई सबैजनालाई।